नमस्ते साथीहरू। अहिले म चाहिँ गाउँ गइरहेको छु। आउँदैछु गाउँमाथि गाउँ पुगिसकेँ। गाउँमा चाहिँ यस्तो गाईबस्तुहरूको अवस्था यस्तो रहेको छ। ताता घाममा चाहिँ राखेर गाईबस्तुहरूलाई चाहिँ बारीमा राखेको अवस्था छ। म घर पुगिसकेको छु। यहाँ चाहिँ केरा इस्कुसहरू टिपेर बोकेर म घर फर्किरहेको छु। अहिले चाहिँ म घर फर्किने अवस्थामा छु। ल म घर आइसकेँ। घर फर्केर आइसकेँ। अब घर आउँदैछु। घर आइपुग्नु लागिसकेँ। प्लिज यो भिडियोलाई हेरेर लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नु होला। तपाईहरुले जुन ठाउँबाट हेर्नु भएको छ त्यही ठाउँबाट हेरेर लाइक, कमेन्ट, सेयर गरिदिनु होला। तपाईहरुलाई यस्तो भिडियो अरु पनि राख्ने छु। हस्त धन्यवाद। ल साथी, अर्को भिडियोमा भेटौँला।